वेलकम ब्याक अन माई अनदर भ्लग। म चाहिँ अब धेरै पछि भ्लग लिएर उपस्थित भइसकेको छु किनभने मेरो घरमा पूजा छ होइन। आज देख्नुभएको छ यो मासुम थोपडा यता हेर। अब यो भोलि यहाँ कपाल रहँदैन दुईजना जोगीको भेषमा होइन दिदी। कस्तो कस्तो अनुभव हुन्छ तपाईँले त्यो बेलामा? ठ्याक्क यिनीहरूलाई त्यो ट्रान्जिसन नलट हानिदिने हो कि। अनि यता चाहिँ हाम्रो कसार पटार्दै हुनुहुन्छ दिदीहरू। हेलो हेलो सबैले हेरिदिनुहोस् एकचोटि। गर्मी भएन? यता नि हुनुहुन्छ उता नि अब जता एकैचोटि जता दिँदै छु। ल यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ। दिदीले चाहिँ यहाँ सेलरोटी पकाउनु लाउनु भएको छ। कस्तो दामी बोलेको यार। आगो त दामी देखियो। ए साजन डोरी चाहियो कि यो म माथि चढेर यो साइडमा गरिदिन्छु कि। खोज्दैन त्यो रोटी हाल्ने उस यहाँ पैसा छ 3 रुपियाँ होइन। भोलि यिनीहरूलाई दिने नै होइन। यिनीहरूले खाने हुनु। भोलि यिनीहरूको व्रत बन्द। नामै व्रत बन्द छ अनि बन्द हो सब कुरा। खाना पाउनु सम्झिने पानी छम्किने होइन। पसिना त कति हो कति। ल यहाँ चाहिँ हाम्रो दिदीले अहिले फुल उन्दै हुनुहुन्छ। किन चाहिए तँलाई मोबाइल फेरि माला टेक्ली से। मैं अभी रेगिस्तान में आ चुका हूँ इन भड़ुए के साथ। देखते जाइए आगे क्या होता है मेन वर्सेस वाइल्ड में। हम लेके जाने वाले हैं इस बफेलो को उधर हमारे घर पर। बोलता है वो ए साला हम इंग्लिश बोलते हैं तेरे जैसे चुतिया नहीं जो हिंदी बोलते हैं। हामी आइसकेका छौँ अहिले ऐसेलु घारीमा ऐसेलु खानको लागि। यहाँ देख्न सक्नुहुन्छ तपाईँले जति पनि फलेको छ। भाइले यहाँ टिपिरहेका छन्। यहाँ जति पनि छ पहेँलै ऐसेलुको सिजनमा ऐसेलु। तर के गर्नु यो सिजनमा चाहिँ हामीले काफल चाख्न पाइएको छैन। आशा गरौँ कुनै दिन भेटिन्छ पनि। हुन त मेरो गर्लफ्रेन्ड जस्तै हराएको नि हुनसक्छ कहिले नभेटिने होइन। त्यही पनि आश गरौँ भर नपरौँ। ल अब चाहिँ खाजा खाने टाइम भइसकेको छ। हाम्रो केटाहरू यहाँ पड्काउन सुरु गरिसकेछन् होइन। म पनि पड्काउन सुरु गरेछु। सेलरोटी चाहिँ दामी भएछ अरूभन्दा नि। टेस्टै बवाल भएछ। तिमीलाई कस्तो लाग्यो बाबु? मिठो? तर कस्तो लाग्यो? जस्तो भयो नि म सेल खाँदिनँ। मेरो चाहिँ सेल फेभरेट हो होइन। बचेछ भने मजाले खान्छु के अरे। बचेन भने त त्यस्तै हो। हाम्रो पुन्टे हाम्रो पुन्टे पुन्टे हाम्रो बुने हो कति राम्रो देखियो। अब केटाहरूको तालु हान्ने बेला आइसकेको छ होइन। हाम्रो यहाँ प्रेम हजुर हजुर हेलो बाबुजी के छ खबर? हेलो बाबुजी। हेलो 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 बन्टङ मुन्टुङ के छ कपाल के छ कपाल? ल है म त एउटालाई खिचिदिन्छु। यता दिदी भिनाजु हुनुहुन्छ। हाम्रो भान्जा गयो पुन्टे। भोलि पर्सि हेर्नुपर्छ क्या। मजा आउँछ बुढेसकालमा। बच्चा म यस्तो थियो हो क्या भिनाजु। यता हाम्रो दिदीले त यहाँ फुर्सदै छैन बिचरा। घरिघरि काम यता र उता। म मात्र हो क्या बेरोजगार काम नपाएर यहाँ भिडियो बनाउँदै हिँड्दै भिनाजु। ल फेरि अब बल्ल सुरु भयो क्या। वान टु वान सबैजना आउनुहुन्छ यहाँ होइन।
भाइको बेबी टोपी लगाइदियो त जा भित्र खसा त बेडमा बिहेको टोपी बेबी बेबी टोपी खाके यसले गलत जा त यसले चाहिँ हाम्रो टिकलक्क पाउँछ पिक्लिक मारेर ए हाम्रो कान्छो यसलाई भोलि पर्सि यही भिडियो देखाउनु यो भिडियो देखाउँदा यो कत्रो हुँदो रहेछ हेरौँ काट्ने पहिला थोरै काटेर यहाँ राख्नु पर्यो के त्यसै काट्ने थोरै एउटा कुण्डमा अर्कोतिरको भागको यो अर्को कुण्डमा यतापट्टिको अब यस्तो बहिनीहरु पनि यसले तुल चाहिन्छ यस्तो तुल ल्याइदिनु ल यो पनि काटेर सिरानीमा खाएर बुलेले यहाँ चिया खाँदैछ एक्लै एक्लै दाइलाई नदिकन तैँले दाइ न दाइलाई हाल्नु न एउटा केही चिज यसो दामी टाइपको अब राजिन मामालाई यसो हेऱ्यो क्या आज भिडियो म लिङ्क पठाइदिन्छु राजिन मामालाई छोरोले यस्तो यस्तो खतरा तरिकाले हेर्दै नि कोही भने यहाँ अल्छी भएर काम छैन अल्छी भएर बसेर मोटाएर हेरौँ त मोटाएर खाऊ खाऊ यी कपाल खाऊ रे क्या छ भान्जी मामा खोइ मामा खोइ म कोही रे भन न मिठी हो तिमीलाई ल अब यसको तालु हुने टर्न आइरहेको छ एकजना तालु भइसके पड्काउन एकचोटि त्रिरिङ शिवाजी त गयो सानो केटाहरू पुरै शिवाजी त बोस भित्र बिस्तारै आउनु बाहिर बिस्तारै बाहिर निहुरेर आउँछ है ल उता हेर्नुहोस् त अलिक भिडियो आउने हेरिहाल्नु दुईवटा दिदीबहिनी नि यहाँ आउँदाखेरि लाउनु आउनु ल त्यसले खिचौँ त्यसलाई अर्काले खिचौँ अर्कालाई दिउँ ए ल अब यो खानेकुरा नि प्रसाद तपाईँको पूजारी कोठा कहाँ छ नि त्यहाँ ल राख्नु भरे तपाईँले भजन गाउनु होला या नगाउनु होला है कुरा क्या भजन गाउँदाखेरि पहिला यो खाएर भजन गाउने अनि भजन गाउने ठाउँ छुट्टै चढाउनु राख्नु यो दिदीबहिनीले खाने है ल राख ल अब पूजा मण्डपमा जान्छ यो चोड्डीम्यान इन टाउन अर्को एकदम भाइ बवाल देखेछ केटाहरूलाई मात्रै मान्छे नि होइन र त बिल्लाकै पाठ बुझेको रे कि केटाहरू अब यहाँ रनिङ इन द जङ्गल रन 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 इको बान त्यो चरा भनेर त फाएर भाग्न नि त गाडी फुस्किन्छ लिएर अग्निको पूर्वतिर चढाइन् त खोइ मामा यो मामा लड्नु पञ्चलोको पालमा अम्बे अम्बेके पालाइदिनु सिधा ओम दुर्गा स्वाहा चरुमलाले हेर्नु है ओम पापे नमः स्वाहा ओम आकाशाय नमः स्वाहा फुल भाइ फुल ल्याउनुहोस् तपाईँले हिडन के ल्याइदियो पहिले सिरियल लाउने है लास्ट टाइम तिन फेरि खाने हो त ओम माधवाय नमः स्वाहा अर्कोचोटि है भाइ गोविन्दाय नमः स्वाहा हात लाउनुहोस् यसको नाम पनि गोविन्दै हो भाइ हात धोको यहाँका गोविन्दले भएन यहाँका गोविन्द चाहियो यसो गुरुलाई गुरुको हात पाउ धुन लाउनुहोस्
केहीमा मजा छ होइन नगरिदिउँ न यस्तो त्यहाँनिर ढिलो राउलाई अब यतापट्टि हो केतुलाई सबैलाई छोरा बिचा राख्दै बाबु दाइले घुमाएर ल चढाइदिउँ त्यहाँ ल गरामा चढाइदिनुहोस् ल Yo, I'm here. Bhagaratta. Yes, everything in my hand. I am Talu here. Talu here. Introduce yourself, भनेको I am Talu. जय 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 हर हर महादेव जय शंभु नाच्दैन भिक्षादेवहरूसँगै ए उता हो जाने ए म उतै गएर खिचिदिन्छु नि खिचिहाल्यो ₹2 ल ल ल ल खै म निक्लिन्छु होइन ढोकाबाट यता समात्ने हो उहाँले यसो छोए मात्रै पनि हुन्छ पाती फेरि मुठी ल अब अर्को आमा ल मुठीले छोड्न दे उसलाई युक्तमलाई खतरा देखेछ उसलाई कस्तो खोइ तारा कहाँ गई लडो बच्चे माथि हान्नु दामी आउँछ यार बिस्तारै हातले भित्रै बस्नु के भन्ने अरे
बाल्टिन लाइटर नफुकाल्न अहिले ल एकचोटि भयो अनि सर टुरा टुलाइदिन्छ होइन त्यो हालिसक्नु च्याप्पा मुठीसम्म झ्याप्पा हालिदिनु झ्याप्पा मुठीसम्म त च्याप्पा मात्रै हालिहाल्ने एकचोटि मात्रै भयो एकचोटि भन्नु बढी हाल्नु ल अब दुईटा मामाले डालो समात्दै त्यसलाई घुमाउँदै ल यसो यता घुमाउँदै ल ल भिक्षा बाबा यता 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 एकचोटि यो घुमाएर लिएर यता यता ल ल भयो ल ल भन्दै होइन बाबा चाहिँ नाच्दै नाच्दै हिँड हाल्दै हुन्छ माथि माथि चढेर केटाहरूको योगदान दिइरहेको छु यिनीहरूले मलाई भिडियो क्रेडिट दिनुपर्छ ल अब अरूले हालिदिनुहोस् ल अरूलाई बाबा चाहिँ भिक्षामा चाहिँ अरूतिर जानु पऱ्यो ल बुझाउनु पऱ्यो मामा ल एकैचोटि ल एउटा छेक्यो फेरि अगाडि आउन योगदान दिने यताबाट ए हजुर हामीको यो 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 हनी सिंह भन्ने तिम्रो नाम के हो के भण्डारी वाउ सो क्युट तर जसको नि किनभने दाँत चाहिँ किराले खाने दाँत किराले खाएर साइरा ल यस्तो राम्रो आहा करेन्ट पास नि भन्नु नि मैले रे के यहीँबाट देखियो नि मम्मीलाई खाली भयो पहिल्यै छोप्न रेडी मामाहरू पछाडि पछाडि भाग्ने ठाउँ खाली गरिदिनु पर्यो यो गुरुलाई देऊ कि तिमीहरूले ल हामीले मागेर ल्याइदिन्छ छो न त्यहाँ जुरुक्कै उचालेर किसी के मुस्कुराने से मलाई चप्पल चाहियो भाग्नको लागि अब तिमीहरूको के हुन्छ भन्ने कुरा आफै जोगिनु पर्यो आफै जोगिने कुरो यहाँ त त्यति अर्कासँग केटाहरू हो मामा यहाँ आउनुपर्ने होइन समातिँदैन पता जाने यता जोतिन्छ यता म यहाँ बसिदिनुपर्छ यहाँ लुक्नु भएछ भनिदिनु पर्यो म त लुक्नु भएछ भनिदिन्छु लुगिसक्नु हो उता पछाडि गोठ पछाडि हेर्दै होला
यो बेटा अहिले कहाँ जाने हो छोरा पण्डितबारे के सिकाउनु भयो काशी जाने हो काशी किन जाने हो अब छोराहरू अब हामी पढ्न जान्छौँ भने तपाईँहरूले चाहिँ अब कहाँ पढ्न जाने यो उमेर हामीलाई पालो गर्नुपर्छ बाटोमा गाह्रो छ जङ्गलमा बाघ भालु लाग्ला ऊ लाग्ला हो भने सम्झाउने अनि छोराहरूले भन्छ होइन हामी जानु पढेर आएर हाम्रो कुल पितृको चाहिँ 7 कुलको उद्धार गर्छौँ ल अब हामी जान्छौँ भनेर चाहिँ तपाईँहरूलाई सबै बुवालाई पनि बुवा छैन नि बाबुको हुनुहुन्छ कता जानु भोगमा ढोक्नु पर्यो नि गुरुलाई गुरुबा बिनाजु लगेडा तपाईँहरूले मलाई चाहिँ नि आशीर्वाद दिनु भनेर ल अब यसो आएर धेरै पढेर आइयो भने भनिदिनुहोस् तपाईँले ल राम्रोसँगले पढेर आउने है तिमीहरू ठुलो मान्छे बन्ने बलको मान्छे बन्ने आफ्नो जानु है राम्रोसँगले जानु पाहाड चढ्न गाह्रो छ पाहाड चढ्दाखेरि अलिक हरेर दौडेर उता जानु प्लेनको टायर झुन्डेर जाउला भित्रै बसेर जाऊ ल राम्रोसँग जाऊ केटा हो होइन सिधै हो जाने त सिधै हो ल पक्ड्यो भाग्यो कुद्यो एउटा समात्यो अर्को कहाँ भाग्यो भगायो मलाई त भगायो त्यसले त ए छोड्दै भान्जो कति दुगुर्छस् समात्यो पक्डियो केटो पक्डियो ए युक्तमलाई त च्यापकै खुट्टा समातेर म भालिहालेको ठिक एङ्गल समात्नु भयो छोडिदिनु अगाडि ल भान्जालाई बोकेर ल्याउनु भएको छ रेटलाई फेरि तालु टर हाम्रो अहिले चाहिँ पूजा साथैको है यिनको हाम्रो चाहिँ अहिले पूजा सकिसकेको छ सबजना गइसक्नु भयो होइन अब हामी चाहिँ यहाँ छौँ फ्यामिली मेम्बर यति कति इन्ट्रोड्युस युर सेल्फ वाट इज युर नेम ए होइन ल होइन ए मेरो हात छ नि त यहाँ यस्तो मजाले ल हजुरको नाम के अरे मेरो नाम गोपालको फुपू उहाँको नाम तपाईँको नाम के हो म गोपालकी दिदी उहाँको नाम हजुरको नाम गोपालको भेना हजुरको नाम गोपालको भान्जा अनि हजुरको नाम गोपालको भाइ हजुरको नाम खै को चिन्दिनँ मैले त ए बढी बोल्यो यो हजुरको नाम मेरो नाति हो नि मेरो नाति हजुरको नाम गोपालको फुपू दिदी हजुरको नाम म गोपालको मम्मी हजुरआमा हजुर म गोपालको बाबा हो हजुर म गोपालको भिनाजु हजुर गोपालको फुपू दिदी ल सबजना आउनुभयो मेरो भान्जी छुट्टिन् म भान्जीतिर गएँ आन्टीहरू उहाँ बाहिर जानुभएको छ अहिले चाहिँ ल मेरो भान्जी तिमी चाहिँ को रे तिमी को रे दन होइन के गोपालको भान्जी भन न तिमी को रे गोपालको बहिनी वाउ ल तिम्रो आयो नि होइन आएन ल तिमी को रे म गोपाल अङ्कलको छोरो वाउ ल युनिक आयो यहाँबाट चाहिँ ल हाम्रो पूजासुजा सब भ्याइएर नि हामीले सब निकालिदिइसकेका छौँ होइन अहिले मौसम चाहिँ पानी पर्ला जस्तो भइसकेको छ अब पर्छ पनि होला सायद है यो चाहिँ मेमोरीको लागि पनि हुन्छ रमाइलो पनि हुन्छ भनेर बनाइदिएको मैले चाहिँ भिडियो पछि हेर्नु हुन्छ क्या यो हाम्रो पुन्टेलाई कति राम्रो देखिन्छ क्या भोलि पर्सि
लगभग 10 वर्षपछि यो भिडियो हेर है म च्यानोमा यस्तो रच्छु भन्ने हुन्छ आवर स्पोन्सर इज आवर स्पोन्सर 10 रुपियाँको पार्टी हनाउन लाँदैछन् यिनले हामी यहाँ 4 जना 10 रुपियाँको पार्टी हान्न साँच्चैको 1 रुपियाँ पनि छैन कोहीको गोजीमा छ त सिर्फ यिनीको गोजीमा 10 रुपियाँ देखाऊ ल छ है 10 रुपियाँ त रहेछ नत्र यतिकै उहाँसम्म पुऱ्याएर हामीलाई बिना काममा फर्काएर ल्याएको भए चाहिँ औडा हुन्थ्यो तर 10 रुपियाँ चाहिँ रहेछ है पार्टी हान्न पाइन्छ केटा हो यस्तै तुरे खानी हो यही हो कि मजा भनेको 10 रुपियाँ भनेको कम हो माया हरा भने त तिमीलाई त झाडीतिर फालेर आउने हो घरतिर रात परेखा देखिरहेको के होइन त ल अब चाहिँ अनुहारै छेकेको रहेछ होइन अब चाहिँ हाम्रो यहाँ भजन सुरु हुँदैछ भजन मण्डली हजुरलाई के हो ए रातिमा बसेर कतै ल खिच्नु नि दाइ खिच्नु ल खिच्नु अहिले सेयर हान्नुपर्छ तपाईँको मोबाइलबाट के हो त